घरको काम त यसले मात्र गर्ने रहेछ, अरू कसैले पनि गर्दैन भनेर सोच्नुहुन्छ होला है साथीहरू। वेलकम छ सबैलाई मेरो फेरि डेली मिनी ब्लगमा। सबैजना सन्चै र आरामै हुनुहुन्छ होला है। तपाईँहरूको बिहानीको सुरुवात कसरी हुन्छ? मेरो बिहानीको सुरुवात चाहिँ जहिले झाडु पोछाबाट हुन्छ। हाउसवाइफ भएपछि घरको काम गर्ने पर्यो, केटाकेटी स्याहार्ने पर्यो, घरको जिम्मेवारी त लिउनै पर्यो होइन। घरमा हग्नी पात्नीदेखि लिएर कति ठुल्ठुला कामहरू हुन्छ त्यो सबै गर्ने पर्यो, किनकि हाउसवाइफ हो। नभएर गएर जागिर गर्न सकिन्छ, न कुनै केही काम गर्न सकिन्छ। अब हामीले गर्ने भनेको घरकै काम हो। खाना पकाउनुदेखि लिएर, झाडु पोछादेखि लिएर, भाँडा माझ्नेदेखि लिएर, केटाकेटीलाई सताउने, केटाकेटीलाई पढाउने सबै काम कति हुन्छ, तर त्यो कसैले देख्दैन, किनकि घरको काम हो। घरको काम गरेछ, बाहिर गएर गर्न परेको छैन, पसिना चुहाउन परेको छैन भनिन्छ। तर घरको काम यति सानोदेखि लिएर यति ठुल्ठुलो हुन्छ, त्यो गर्ने मान्छेलाई थाहा हुन्छ होइन। अनि म चाहिँ कहिले कसो मात्र घुम्न जान्छु साथीहरू। त्यो घुम्न जाँदा पनि मलाई सबले कति घुम्न गएको के भनेर सबले भन्ने गर्छन्, किनकि कहिले कसो घुम्न जाने मान्छेलाई सबैले देख्ने रहेछन्, यो त घुम्न गई, यहाँ गई, उहाँ गई भन्ने रहेछन् होइन। मैले चाहिँ मेरो घरको काम यस्तै गरी मेरो दिन बित्छ। मलाई चाहिँ मेरो घरको कामहरू छिटो भ्याएर म एकछिन भए पनि 2 घन्टा भए पनि म सुत्छु, म रेस्ट गर्छु होला मलाई फिल हुन्छ कि है। किनकि बिहानभरि काम गरी थके लागेको हुन्छ, त्यही भएर चाहिँ म एकछिन भए पनि सुत्छु कि साथीहरू। तपाईँ दिउँसोमा सुत्ने बानी छ कि नै? मेरो चाहिँ एकदम सुत्ने बानी छ। म चाहिँ नसुते हुन्न, सुतेन भने जिउ पाटेर थके लागेर कुरै छोड्दिनु, यस्तो हुन्छ नि है। घुम्न चाहिँ जानुपर्छ है साथीहरू। जीवनमा मरिलानु के छ र होइन, आज मर्ने भोलि मर्ने थाहा छैन। घुमफिर चाहिँ गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, साथीहरूसँग पनि घुम्न पर्यो, बुढासँग पनि घुम्न पर्यो, सासू ससुरासँग पनि घुम्न पर्यो है। घुम्न जानलाई चाहिँ म रोक्किन्न है, कहिले कसो घुम्न जाने हो त्यहीमा पनि रोकेर कहाँ हुन्छ होइन साथीहरू। तपाईँहरूलाई मेरो विचार कस्तो लाग्यो? थ्याङ्क यू फर वाचिङ।